नेपालीहरू नफसिउन् र नेपालीहरूलाई कसैले पनि नफसाउन् भन्ने हेतुले मैले भिडियो बनाउँछु गाइस। र यही क्रममा मैले लास्ट भिडियोहरुमा चाहिँ जुन भिडियोहरु बनाएर हालेको थिएँ त्यो भिडियोहरु मार्फत हामीले 6 जना 7 जना व्यक्तिहरुको जुन पैसा फसिएको थियो उहाँहरुको पैसा असुल उपर गर्न हामी चाहिँ सफल भएका छौं। र यो जुन टिममा बाँधिएर जसले सहयोग गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद। र मैले चाहिँ के भन्न चाहन्छु भने गाइस, तपाईहरुले पैसाको लेनदेन गर्दा एउटा प्रुफ चाहिँ राख्नु नै होला जसरी पनि, किनभने हामी बाहिरी कन्ट्रीमा छौं। यहाँनिर कुनै मौखिक तरिकाबाट हामीले पैसा असुल गर्न सक्दैनौं, प्रमाण चाहिन्छ। प्रमाण भयो भने तो सुकै तरिकाबाट पनि हामीले पैसा असुल उपर गर्न सक्छौं। टाइम लाग्ला। कतिपयहरुको मेसेज आएको छ, आज मेसेज आउँछ भोलि नै पैसा किन उठेन सर, कसरी उठेन, टाइम लाग्छ। पैसा उठाउन टाइम लाग्छ, लिगली तरिकाबाट प्रोसेस गर्नुपर्छ, टाइम लाग्छ, आत्तिनु हुँदैन है। र अर्को कुरा के भने नि गाइज, अब तपाईहरुले पैसा दिँदा लिँदा हैन मान्छेहरु हेर्नु, उहाँहरुले चाहिँ कस्तो कारोबारहरु गर्नु भएको छ, पहिला उहाँको ब्याकग्राउन्ड हेर्नुस्, पैसा दिने बेलामा प्रुफहरु माग्नुस्, रिसिप्टहरु माग्नुस्, बैंक एकाउन्टहरुमा ट्रान्सफर गर्नुस्, त्यो जुन ट्रान्ज्याक्सन भएको छ त्योहरु सबै स्क्रिनशट गरेर राख्नुस्, काम लाग्छ है। प्रमाण छ भने तपाईको पैसा उठ्छ र हामी उठाउन मद्दत पनि गर्छौं। धन्यवाद।